इटहरी उपमहानगरपालिका जुट विकासदेखि तालतलैया हुँदै बर्गाछीसम्म कालोपत्रे सडक निर्माण भइरहेको छ। विश्व बैंकको सहयोगमा जुट विकास चोकदेखि बर्गाछीसम्म कालोपत्रे सडकको काम उपमहानगरपालिकाले सुरु गरेको हो। इटहरी उपमहानगरपालिकाको 2, 3 र 4 नम्बर वडालाई समेट्ने गरी बन्न लागेको नयाँ सडकको फरक मापदण्ड तय गरिएको छ। 2 नम्बरमा 32 फिट, 3 मा 60 र 4 नम्बर वडामा 50 फिट चौडाइको साइकल लेन सहितको सडक बन्न लागेको हो, जसले इटहरीको ग्रामीण कनेक्टिभिटीलाई सहज बनाउने विश्वास लिएको छ। 8 किलोमिटर र 400 मिटर सडक निर्माणपछि इटहरीको प्रमुख पर्यटकीय गन्तव्य तालतलैयाको प्रचार र विकास बढ्नेछ। आशिष आशीर्वाद जेबीले 73 करोड 80 लाखमा ठेक्का लिएको छ भने 2082 साउनमा सम्पन्न गर्ने गरी काम धमाधम भइरहेको छ। निर्माणको काम सुरु गरेको कम्पनीले तोकिएको समयमा काम सम्पन्न गर्ने गरी काम गरेको जानकारी दिएको छ। साइकल लेन सहितको व्यवस्थित सडक बन्ने हुँदा स्थानीय हर्षित भएका छन्। सडक निर्माण भएसँगै आवत जावतमा सजिलो भएको स्थानीय खेमराज आचार्यले बताउनुभयो। यो बाटो बन्ने भनेको सुन्दाखेरि हामी धेरै खुसी थियौँ र काम बन्नै लाग्दा काम सुरु हुँदै गर्दा हामी औधी खुसी छौँ। 3 नम्बरवासीहरू यो बाटो बनिसक्दा अब यो तालतलैया पनि अझै फस्टाउने र इटहरी पानबारा जोड्ने यो अन्तरपालिका जोड्ने बाटो पनि चाहिँ सुरु भइरहेको छ। यसलाई पनि चाहिँ मद्दत पुग्ने भएको हुँदा यो बाटो औचित्यपूर्ण छ। यो बाटो बहुत गुणस्तर बन्नुपर्छ र अहिले हामीले यसलाई चाहिँ हेर्दाखेरि यो बाटो गुणस्तरयुक्त बाटो बन्दैछ भन्ने यहाँका वासीहरूको पनि ठहर छ, मेरो पनि ठहर छ। उक्त निर्माणाधीन सडक धरानसँग जोडिने हुँदा अन्तरपालिका स्तरीय सडकको परिभाषा गर्न थालिएको छ। विशेष गरी इटहरी 3 भएर जाने हुँदा स्थानीय वडावासीलाई आवत जावत गर्न सजिलो हुने इटहरी 3 का वडा अध्यक्ष उमेश सुवेदीले बताउनुभयो। व्यापार व्यवसायसँगै इटहरी पर्यटकीय क्षेत्र तालतलैया जान सहज हुने उहाँको भनाइ छ। एउटा महत्त्वपूर्ण छ यो चाहिँ इटहरी र धरानको पानबारी जोड्ने, जहाँ पानबारीमा कृषियोग्य जमिन छ त्यहाँ भएका उत्पादनहरू साग सब्जी आदि इत्यादि सबै कुराहरू यो क्षेत्रमा आउने र यता बजारमा किन्नुपर्ने चिजहरू चाहिँ पानबारी लान सजिलै हुने छोटो रुट पर्ने हुँदाखेरि यो अन्तरपालिकालाई समन्वय गर्ने पनि एउटा महत्त्वपूर्ण बाटो हो। त्यसले यो बाटो बनाउन चाहिँ वर्ल्ड ब्याङ्कले पनि त्यसलाई आधार मानेर यो बनाउन चाहिँ लागेको छ र इटहरीको एउटा सुन्दर बाटो बन्नेछ भन्ने म ढुक्क छु। इटहरी उपमहानगरपालिकाले पछिल्लो समयमा विकासका विभिन्न क्षेत्रमा उल्लेखनीय प्रगति गर्दै आएको छ। वर्तमान सरकारका प्रमुख र वडा अध्यक्षहरूको सक्रियता र योजनाबद्धताले विकासका धेरै कामहरू तीव्र रूपमा अगाडि बढिरहेका छन्।